उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो न्यानो मायाका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो माया तपाईँले आज देखाउनु भएको होइन, यो मायाको बिउ त त्यतिखेर रोपिएको थियो जतिखेर म अन्यायमा परेर हिरासतमा थुनिएको थिएँ। यो त्यतिखेरको बिउ हो। सोखो मनले चितवनले रोपेको बिउ हुर्किएर यसरी बढेको हो, फैलिएको हो। म सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण चितवनवासीलाई शिर झुकाएर शिर न्युर्याएर नमन नमस्कार गर्न चाहन्छु। सबैलाई नमस्कार। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज देशभरिका जिल्लाहरूले के भनिरहेका छन् भने परिवर्तनको उद्घोष चितवनले जस्तो गरेको थियो त्यस्तै हुनुपर्छ, चितवन 2 को जस्तो मत परिणाम हुनुपर्छ भनेर देशभरिबाट भनेका छन्। अब चितवन 3, चितवन 1, चितवन 2 हामीले त के भएको रहेछ यहाँ भनेर हेर्दै आएका थियौँ। यहाँ आउँदा त मैले एउटा नारा पो सुने, चितवन जिल्ला घन्टी किल्ला भन्दो रहेछन्, हो कि होइन? हो, चितवन जिल्ला, चितवन जिल्ला, चितवन जिल्ला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यसपटक परिणाममा बदल्ने बेला आएको छ। जसरी अन्यायमा पर्दा तपाईँले न्याय दिएर हुर्काउनु भयो, मेरो के नाता थियो र तपाईँसँग? आशीर्वाद दिन, माया गर्न घरमा छोराछोरी नाति नातिना सबै थिए। तर यो छोरोलाई तपाईँले जुन माया दिनुभयो, जुन साथ दिनुभयो, म काल कोठरीमा पर्दा आँसु बगाउनु भयो, अन्याय पर्यो भन्दा हस्ताक्षर गरिदिनु भयो, म ऋणी छु। म कसरी तिर्छु मलाई थाहा छैन, मसँग बाँकी केही पनि छैन। सत्य छ, इमान छ, त्यही सत्य र इमानका बलमा 101 साथीहरूलाई संसद लिएर जाने हो यसपटक। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मुलुकले यसपटक मत परिणाम मात्र खोजेको छैन। चुनाव कति आए कति गए, नेताले कति जिते कति जिते, पार्टीले कति चलाए, सरकार कति बने कति बने, यसपटक देशले जित्छ, जनताले जित्छ। यसपटक चितवनबाट देशकी छोरी, तपाईँकी छोरी सोभिताले जित्छन्। सोभिता गौतम एउटा नाम मात्र होइन, यो पुस्तालाई प्रेरणा दिने एउटा साहसी महिला हो सोभिता गौतम। सोभिता गौतम जेनजी उम्मेदवार पुस्ताबाट जितेर निर्वाचित भएको पहिलो युवा उम्मेदवार हो। एउटा उम्मेदवारले जित्दा देशैभरका मेरी यी बहिनीले जित्दा देशभरका मेरा बहिनीहरूमा राजनीतिप्रति जागरण आएको छ। धन्यवाद बहिनी, यसपटक संसद जाने हो। सोभितालाई यहाँबाट उठाउनु पर्यो भन्ने ठाउँको कमी थिएन। सोभिताका लागि यो ठाउँबाट उठाउँदा राम्रो हुन्छ भन्ने कुरा कमी थिएन, किनभने सोभिता निर्वाचित भएर गएपछि यस अगाडि जहाँबाट निर्वाचन हुनुभएको थियो त्यहाँको मात्र आवाज बोलिनन्, त्यहाँकी मात्र छोरी भइनन्, त्यहाँको त भइन् सोभिता सिंह देशको छोरी भइन्। त्यसैले हामीले चितवनमा लिएर आयौँ, किनकि चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो। सिङ्गो चितवनबाट देशलाई सन्देश दिनुपर्ने थियो, किनकि चितवन एउटा यस्तो ठाउँ हो राजनीतिको उर्वर। विभिन्न ठाउँका राजनीतिक इतिहास छन्, घटना छन्। काहीँ न काहीँ राजनीतिक घटना र परिवर्तनमा मानिसहरूको रगत बगेको छ। आमाहरूले कोख रित्याएका छन्, सिउँदो पुछेका छन्, दिदीबहिनीहरूले बालबालिकाहरू टुहुरा भएका छन्, अङ्गभङ्ग भएका छन्। चितवन त्यस्तो ठाउँ हो जहाँ रगतको एउटा थोपो नबगिकन क्रान्तिको बुग्युल फुकिएको हो, त्यस्तो ठाउँ। त्यस कारणले चितवनमा सोभिता चितवनमा आउनको लागि ठुलो कारण छ, किनकि चितवनले क्रान्ति सुरु गरिसकेको छ। त्यो क्रान्तिलाई निर्णयमा पुर्याउन सोभिताहरू चितवन आउनुपर्ने थियो, जरुरी थियो। त्यस कारणले सोभिता चितवनमा। धेरैलाई लागेको होला सोभिता किन चितवनमा? सोभितालाई चितवनमा ल्याउने निर्णय सोभिताको मात्र होइन, सिङ्गो रासोपाको निर्णय हो। रासोपाले ल्याएको हो ताकि देशभरका सोभिता जस्ता छोरीहरूलाई थाहा होस् राजनीतिमा महिलाको सम्भावना छ, युवाको सम्भावना छ। त्यसैले यसपटक सोभिता गौतम अत्यधिक मतले जितेर जानुहुनेछ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई थाहा छ तपाईँहरूको मनमा कहीँ कतै यो भोट मिलाएर दिने हो कि क्या हो, प्रत्यक्ष एकातिर समानुपातिक एकातिर भन्ने तपाईँहरूलाई लागेको पनि होला। म यति मात्र भन्न चाहन्छु, यसपटक मतदान मात्र होइन, मतक्रान्ति गर्नुपर्छ। मतक्रान्ति यो एउटा क्षेत्रको जित हारको कुरा होइन, यो एउटा उम्मेदवारको जित हारको कुरा होइन। यो त 34 वर्षको हिसाब माग्ने बेला हो। त्यो हिसाब लिनका लागि पनि सोभितालाई जानुपर्छ। हिसाब त मेरो पनि छ मिलाउनु पर्ने, हिसाब त मेरो पनि मिलाउनु पर्ने छ। मलाई पनि सोधिएको थियो मध्यरातमा, त्यो अन्तिम इच्छा के हो भनेर सोधिएको थियो। बेडरुम भित्र बुट बजाउँदै मलाई सोधिएको थियो तेरो अन्तिम इच्छा के हो?
मैले जवाब आजसम्म दिएको छैन, म दिनेवाला छैन। यसको जवाब मेरो अन्तिम इच्छा के हो त्यो जवाब तपाईहरूले 21 गते मतपत्रबाट दिनुहोला। तपाईले जे जवाब दिनुहुन्छ मेरो जवाब त्यही हो, मेरो अन्तिम इच्छा त्यही हो। देशभरिका नेपाली नागरिकहरूलाई म यही भन्न चाहन्छु कि मेरो अन्तिम इच्छा मतदाताले मतपत्रबाट जाहेर गर्नेछन्, त्यही नै मेरो अन्तिम इच्छा हुनेछ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म तपाईँहरूलाई एउटा अनुरोध गरेर बिदा हुन चाहन्छु। धेरै लामो समय छैन, देशैभरि जानुपर्नेछ। एउटा अनुरोध के भने, अघिल्लो चुनावमा म चोकहरूमा गल्लीहरूमा घर घरमा पुग्न भ्याएको थिएँ, गएको थिएँ। त्यतिखेरका चुनौती बेग्लै थिए, तर यसपटक अर्कै चुनौती छ हामी सामु। हामीले इतिहासलाई न्याय गर्नुपर्नेछ। यो देश इतिहासको यस्तो सङ्गीन मोडमा कहिले पनि उभिएको थिएन। कलिला भाइहरूले न्याय माग्दा, सुशासन माग्दा बीच सडकमा गोली खाएर ढल्नु परेको बेलाको चुनाव हो। यो सामान्य चुनाव होइन, यसलाई सानोतिनो चुनाव सम्झिनु भएन। कसैले आफ्नो पार्टीको निष्ठा देखाउने बेला होइन यो, कसैले आफ्नो पार्टीप्रति भक्ति देखाउने बेला होइन हो। मेरो बाउको पार्टी, बाजेको पार्टी, यो पार्टी त्यो पार्टी यो भन्ने बेला होइन, देशलाई न्याय दिने बेला हो। देशलाई न्याय दिनका लागि हामीले सबैभन्दा बढी युवा उम्मेदवार उठाएका छौँ, सबैभन्दा बढी महिला उम्मेदवार उठाएका छौँ। सीमान्तकृत वर्ग सबैभन्दा बढी हामी कहाँ उठेको छ। घाइते परिवार, सही परिवार, डाक्टर, इन्जिनियर, कवि, कलाकार, समाजको हर क्षेत्रका मान्छेलाई हामीले उम्मेदवार यसकारण उठाएका हौँ कि सिङ्गो देश घन्टीमय बनोस्, सिङ्गो देशले घन्टी सुनोस्। अब यहाँहरूका अनेक विषयहरू छन्। तपाईँको स्थानीय मुद्दाहरूको बारेमा सोभिताजीले भन्दै आउनु भएको छ। जस्तो नवलपरासी जाने पुलको सपना वर्षौँसम्म तपाईँले पालेर राख्नु भएको छ। त्यो सपना होइन, पुरा गर्नुपर्छ। एउटा पुल बन्नका लागि एउटा पुस्ताको बलि चढाउनु पर्ने गरी पनि गरिब छैनौँ हामी। नियत सफा हुनुपर्छ, बन्छन् पुल, बनाइन्छ पुल। यही थोरैको नाका खुल्दा पनि हाम्रो जनजीवन सहज हुन्छ, हाम्रो अर्थतन्त्रलाई, चितवनको अर्थतन्त्रलाई टेवा पुग्छ। हामी त्यो अर्थतन्त्रलाई टेवा दिने हो। हामीले गर्ने राजनीति त्यो राजनीति हो। किसानको दुधमा राजनीति गर्न पाइन्न, उसले मूल्य पाउनुपर्छ। नीतिगत रूपमा हामी सुधार्छौँ, नीतिगत रूपमा। नेताले दिने उपहार होइन, म नेताको रूपमा तपाईँहरूलाई यो दिन्छु त्यो दिन्छु भनेको होइन। संसदमा गइसकेपछि, जनताले जिताइसकेपछि जनताको काम गर्ने हो। दुधको मूल्य चाहियो, किसानलाई मल, बिउ, बिजन र बजार चाहियो, बिचौलिया पस्नु चाहिएन। त्यसका लागि हामी नीतिगत रूपमा काम गर्छौँ। यहाँहरूले हामीलाई मतदान दिएर पठाउनु पर्नेछ। स्थायी सरकार आवश्यक छ। स्थायी सरकार भयो भने हामीले बोक्नुपर्ने भारी कसैको छैन। हामीलाई कुनै बिचौलियाले चन्दा दिएको पनि छैन, हामीलाई चाहिएको पनि छैन। हामी तपाईँको मतबाट क्रान्ति गर्छौँ। यहाँ आएका तपाईँहरू सबैजना आफ्नै खाना खाएर आफैले पानी पिएर आउनुभएको छ। हामीले केही गरेका छैनौँ। र धेरै प्रश्न आउने, धेरैलाई तपाईँहरूलाई घर घरमा गएर, चोक चोकमा गएर तपाईँहरूलाई कन्फ्युज बनाउने, तपाईँहरूलाई भड्काउने एउटा मुद्दा छ। यहाँ 34 वर्षदेखि अलमल्याइको मुद्दा छ, भूमिहीन सुकुम्बासीको मुद्दा। सबैले सुन्ने गरी नेपालीमा स्पष्ट बताउँछु, सबैले सुन्ने गरी। भोट आउँछ आउँदैन त्यो अलग कुरा हो, तर अधिकार पाइन्छ कि पाइँदैन त्यो ठुलो कुरा हो। त्यो तपाईँको अधिकार हो। शक्तिशाली भूमि आयोग भन्छ। त्यो आयोगमा तपाईँले चाहेका मान्छे र भूमिहीन सुकुम्बासीको प्रतिनिधित्व भएको आयोग भन्छ। त्यसले जे भन्छ रासोपाले त्यही गर्छ। त्यो आयोगमा पार्टीको मान्छे हुँदैन, पार्टीप्रति वफादार मान्छे हुँदैन, सुकुम्बासी भूमिहीनप्रति वफादार मान्छे हुन्छ। त्यसले बनाएको रिपोर्ट कायम गर्छ। कानुनी अडचन छन् भने कानुन फेरेर भए पनि अधिकार दिन्छ, तर गैर कानुनी काम रासोपाले गर्न सक्दैन। यो कुरा म यही चोकमा उभिएर भन्न चाहन्छु। तर कानुनको बलमा, कानुनको आडमा, कानुन नभएका कारणले तपाईँले वर्षौँदेखि पाउनुपर्ने अधिकारबाट तपाईँलाई हनन गरिएको छ, वर्जित गरिएको छ, अन्यायमा पारिएको छ भने त्यस्तो अन्याय कानुन रासोपाले फेर्छ, फेरि लेख्छ, अर्को बनाउँछ, तर अधिकारबाट वञ्चित गराउँदैन। त्यसैले यो चोकमा आएर, घर घरमा आएर कसैले यो नभनोस् कि रासोपा आयो भने डोजर चलाउँछ, यो चलाउँछ। डोजर त 34 वर्ष 35 वर्ष तपाईँ हाम्रो सपनामाथि चलेको हो, त्यसको हिसाब कसले गर्ने? डोजर त हाम्रा छोराछोरीलाई रुवाउँदै विदेश पठाउनेहरूले चलाए, हाम्रो सपनामा, हाम्रो घरमा, हाम्रो भावनामा डोजर चलाए। त्यसको हिसाब हामी गर्छौँ। तर ढल्नु पर्दाखेरि गरिबको बस्ती होइन, भ्रष्टाचारीको महल पहिला ढल्छ, गरिबको बस्ती ढल्दैन। त्यसैले आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो भेटघाट छोटो र मिठो बनाउनु पर्नेछ। यही आँखाले तपाईँ हेरिरहनु होला। अब तपाईँको हातमा केही दिनपछि मतपत्र आउनेछ। त्यो 1-2 मिनट
यो देशको इतिहास लेख्ने मिनेट हो। त्यो आफ्नो अधिकार कुनै पार्टीप्रतिको वफादारी या कुनै कसैको कुनै नाते आगोताले भनेको भरमा होइन। यो देशको भविष्य सम्झिएर तपाईँले मतदान गर्नुपर्नेछ। 5 वर्षको स्थायी सरकार हामीले मागेका छौँ। 5 वर्षको स्थायी सरकारबाट हामीले काम गर्न सकेनौँ भने तपाईँले अर्को पटक सजाय दिने हो, विकल्प खोज्ने हो। रासोपाले काम गरेन भने यी झन्डा सबै फाल्ने हो, च्यात्ने हो, साथ दिने होइन। यति भन्दै आजको मेरो यो भनाइ र यो भेटघाट यही टुङ्ग्याउँछु। एउटा आशा र भरोसाका साथ लिएर गएको छु कि मत परिणाम चितवन 2 को भन्दा राम्रो आउनेछ। यसपटक जेबीलाई तपाईँले सङ्घीय संसद पठाउनुहुनेछ, यही विश्वास लिएको छु। एकपटक सबैले नारा लगाइदिनु होला, हजुर भोट केमा, भोट केमा, भोट केमा।